हेलो हेलो दर्शन नमस्ते सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी जतिजना पनि स्वदेशमा हुनुहुन्छ अहिले उहाँहरूको लागि र जसको उमेर चाहिँ 18 वर्षभन्दा माथि यानि कि भोट दिने अधिकार प्राप्त गरिसक्नु भएको उहाँहरूको लागि यो भिडियो। आउँदै गरेको चुनाव फागुन 21 गते यहाँहरूले धेरै सोचेर सम्झेर दिनुपर्ने हुन्छ, किन भन्दा पनि देशको भविष्य चाहिँ तपाईहरुको हातमा छ है। भोलिको दिनमा हामी जस्तो बाहिर श्रम गर्न आउनु नपरोस् के हाम्रो देशको युवाहरू हैन, भाइ बहिनीहरू फेरि यसरी अर्काको देशमा गुलामी गर्नु नपरोस्। त्यो खाले भिजन भएको पार्टीलाई सपोर्ट गर्नु होला, त्यो खाले भिजन भएको पार्टीहरूलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यता म पनि राख्छु। जुन पार्टीले चाहिँ भोलिको दिनमा फेरि ढुङ्गामुढा आन्दोलन टायर बाल्दै हैन नेताको नाम काट्दै हिँड्ने खालको सृजना नगरोस्, त्यस्तो पार्टी चुन्नुपर्छ हामीले। यहाँहरूले अध्ययन गर्नु होला अलिकति, जुनै पनि पार्टीलाई तपाईँ अन्धभक्त हुनुभन्दा पहिला स्टडी गर्नुस्, मजाले अध्ययन गर्नुस्। त्यो पार्टीको डिपली तपाईँले के छ भिजन मात्र हैन, भिजन त सबैले देखाउँछन्, तर त्यो भिजनमा कतिको दम छ, त्यो दम छ कि छैन, साच्चीकै त्यो पार्टीले डेभलप गर्ने हो त देशलाई, त्यो विचार गर्नुस् र ब्याकग्राउन्ड ब्याक हिस्ट्रीहरू पनि हेर्नुस्। त्यस पछाडि मात्रै तपाईले चुन्नुस् र भन्दै नहिँड्नुस् म यो पार्टीको सपोर्टर, म यो त्यो, त्यसले तपाईलाई नै असर पर्छ क्या। तपाई चुपचाप जानुस्, भोट दिनुस्, किनभने खुट्टा तान्ने मान्छे धेरै छ नि त देशमा। त्यही भएर पनि ख्याल गर्नु होला यो कुराहरू। र भोलिको दिनमा हाम्रै छोरा छोरी नाता नातिनी हैन, अब आउने पिढीलाई चाहिँ जति हामीले भोगेका छौं त्यतिको दुःख नपरोस्, त्यो सोचेर त्यस्तो भिजन भएको, त्यस्तो भिजन बोकेको पार्टीलाई सपोर्ट गर्नु होला। जय नेपाल।